दसैँको बेला कति काँक्रोको अचार मुलाको अचार मात्र खानु भनेर योचोटि चाहिँ यसरी छोप बनाउँदैछु। भटमास, सिलाम अनि आलस, टिमुर भयो अनि मका चाहिँ अगबरी खुर्सानी सकिया थियो। सुकिया खुर्सानी अनि सुकेकै अदुवा अनि सुकेकै करिपत्तालाई भुटेँ है। भुटिसकेपछि अनि भटमास र सिलामलाई मिक्सरमा हालेर धुलो निकालेँ है। अनि त्यसैमाथि मैले आलसको धुलोलाई पनि एड गरेँ। अनि यही आलसको धुलोमाथि फेरि मैले चिल्ली फ्लेक्सलाई पनि स्वादअनुसार कतिको पिरो खाने त्यो अनुसार मैले एड गरेँ। अनि त्यसपछि करिपत्ता, अदुवा, सुकेको अदुवा अनि त्यसैमा मलाई जिरा पनि मनपर्छ क्या। अनि जिराको धुलोलाई पनि त्यो एड गरेँ। स्वाद आउँछ नि त, अलि मिठो हुन्छ। अनि यिनीहरू सबै मिक्स गरेर स्वादअनुसार नुन हालेँ। अनि त्यसपछि फेरि अब काँचो तेल स्वादअनुसार नै काँचोको तेल एड गरेँ। अनि यिनीहरू सबैलाई मैले मिक्स गरेँ एउटा ठुलो भाँडामा है। मिक्स गरेँ मजाले चलाउनुपर्छ यिनीहरूलाई सबैतिर मजाले मोलिनुपर्छ के सबैतिर मजाले। अनि राम्रोसँग धेरै बेर लाएर मजाले मोलिसकेपछि अनि यिनीहरू यो धुलोमा चाहिँ चुकमिलो लास्टबाट एड गर्ने। यसरी छोप तयार भयो। यसपालिको दसैँमा छोप पनि खाइन्छ। हजुरहरू पनि खानु।